वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी सन्चै छौँ, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज हामी टक्कसँगले डुल्न जाँदैछौँ। आज चाहिँ मैले दिउँसोबाट भ्लग स्टार्ट गरिसकेको छु, अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ हामी जाँदैछौँ भीमे पार्क। म छु अनि जेनिस छ अगाडि होइन गाइस। अब चाहिँ टक्कसँगले हामी यसरी रोडमा हिँड्दैछौँ। हाम्रै गाउँतिर छ नि त गाइस भीमे पार्क। हाम्रो यता हुनुहुन्छ अजा भीमे पार्क जाउँ होइन? भीमे पार्क पार्क नजानु? कता हो भीमे पार्क भनेको? म त जान्दिनँ है। अजाले चाहिँ कस्तो साह्रो जान्दिनँ भनेर। ल आज हामी गयौँ ल भीमे पार्क। हामी भीमे पार्क डुलेर आउँछौँ। जेनिस तामाङ छ यहाँ अनि म छु। जेनिस र म चाहिँ आज दिउँसो अल्छी लागेर टक्क भीमे पार्क जानु खोजेको। मेरो घरबाट चाहिँ 5 मिनट लाग्छ गाइस। साथीहरू के छ मेरो भाइ? एउटा गीत जाओस् नजाओस्? हान्देऊ न त एउटा गीत। हेर त तिमी कस्तो लजा गया यता बसेर एउटा गीत सानो मिठो। यो चाहिँ दामी हो। के छ भाइ तेरो खबर? अनि ठिक छ? भाइको ठिक छ? भीमे पार्क गएको छौ कि छैन? गइसकेको? फोटो खिचिसक्यौ? टक्कसँगले हामी चाहिँ यो बाटो हुँदै जाँदैछौँ। जाल लिएर आइज न। मार्दैन राकेश लु भनेको भन्दा। यो चाहिँ टक्क बाँस लिनु जाँदैछ गाइस होइन? यहाँ बाँस। हामी भीमे पार्क आइसकेको छ। फाइनली हाम्रो भीमे पार्क आइसकेको छ साथीहरू। यस्तो छ है गाइस यताको मौसम चाहिँ। आज चाहिँ खासै घाम लागेको छैन। ए भाइ यहाँ छ होइन? अनि ऊ भाइहरू नुहाउन जाँदैछ टक्क। अनि म चाहिँ अगाडि छु। हामी चाहिँ फेरि आधी बाटोबाट फर्किसकेका छौँ, किनभने हामीलाई एउटा बाँसको अतिभन्दा अति आवश्यकता छ। त्यही बाँस लिनलाई फर्किसकेका छौँ। अनि यस्तै छ आजको भिडियो चाहिँ। छोटो मिठो हुन्छ यस्तै हो। जेनिस चाहिँ बाँस लिन गइरहेको छ। म चाहिँ यता लुखुर हिँडिरहेको छु। जेनिसले बाँस यो ठुलो भएन हेर्नु सक्नुहुन्छ होइन? जेनिसले बाँस ल्याइसकेको छ। फेरि हामी फेरि टक्कसँगले हिँड्छौँ। साथीहरू राम्रोसँगले हेरिदिनु होला। अघिको बाँस नभएर फेरि फर्केर हामी त्यहीँ बाँस राखिसकेका छौँ। जान कहाँ छ? आइज नि। म चाहिँ भेट्छु होला। टक्कसँगले हामी चाहिँ यताबाट घुमेर जान्छौँ होइन? अब यसलाई आज के मन लागेको होला? यो बाँस हो त बोकेर हिँड्न। मोबाइल अड्याउने तपाईँहरूले चाहिँ हाम्रो छुट्टै आज राम्रो अरूले भन्दा हामी छुट्टै गर्नेछौँ गाइस। काट्नु अजा काट्ने छ खोइ यहाँ अलिकति काटौँ। के गर्न मन लागेको हामीलाई फेरि आज। अजा चाहिँ एकदमसँगले टक्क लाएर केटीले बोलाएको चाहिँ क्या यो भिडियो ल टक्कसँगले यहाँ मोबाइल चेप्ने हुनु पर्यो क्या। अलिकति मोबाइल चेप्ने भयो भने भइहाल्यो क्या। यसले होइन लगभग 12 नजान्ने मुजीले के गर्नु खोजेको? यो चाहिँ भरे एउटा भरे अझ भाइर यसरी चाहिँ रहेछ। हामीलाई तरिका अलिक फेरि यतापट्टि पनि फेरि कता यतापट्टि पनि एकपट्टि पनि चिर नि त त्यो। म त अड्किँदैन होला नि त। फेरि पड्क्यो भने फेरि मोबाइल अहिले हुन्छ पढेको कताको? ल हामी चाहिँ बाँस बोकेर हिँडिसकेका छौँ। क्यामेरा चाहिँ मेरो हातमा आइसकेको छ। अनि अझ हामी गयौँ ल। नत्र आउनु है भीमे पार्कतिर।
टक्कसँगले त गाइड हेर्नु पर्यो है तपाईँहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पर्यो जसरी भए पनि। राकेश तामाङ है राकेश तामाङ है म चाहिँ टक्कसँगले जेनिस भाइबा ल त बोकेर जेनिस तामाङ अगाडि अगाडि म पछाडि पछाडि कुद्दै अब चाहिँ हाम्रो भिमे पार्क आइसक्यो गाइड छैन टक्कसँगले भिमे पार्कको एकचोटि सिनेमेटिक पनि हान्नु होला टक्कसँगले यस्तो छ हाम्रो गाउँ चाहिँ गाउँठाउँ मान्छेहरू अस्तिसम्म सुनसान जग्गा अस्तिको सम्मको फुल फुलेपछि हेर्नु मान्छेहरू कति आउँछन् तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तै छ होइन टक्कसँगले तपाईँहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पर्यो होइन गाइज यो चाहिँ फेरि हाम्रै गाउँ है यो अघिको यो चाहिँ अघिको अजाहरूको खेत हो कि यो हाम्रै गाउँ हो गाइज यो चाहिँ हामीले नै यो ठाउँ चाहिँ हामीले नै एकदम सुरुमा उयो गरेको हो कि अब पर्सि अब खेती गर्दा अब हामी टक्क परमा लाउनु कुर्नु यहीँ आउनुपर्छ टक्कसँगले हेर्नु सक्नुहुन्छ होइन तपाईँहरूले यस्तो छ सबैजना आउनु सक्नुहुन्छ यो चाहिँ कहाँ पर्छ भने टक्कसँगले खातबारी वडा नम्बर 8 पाठाउँको मासतिर पाठाउँको छेउछाउ पर्छ पाठाउँको छेउछाउ पर्छ कि टक्कसँगले जिनिस चाहिँ अब के गर्न आँटेको होइन यसले ल त एकछिनमा भेट्नुपर्छ आइसकेका छौँ अहिले होइन टक्क मान्छे हुनुहुन्छ जिनिस चाहिँ एकदम मोबाइल सेट गर्नु यस्तो जुक्ति यस्तो दिमागहरू आउँछ है यस्तो दिमागहरू आउँछ यो धेर पढेपछि यस्तै दिमाग आउँछ यो त माथि आउँदै होला यो त पछाडि मात्र आउँछ नि यो त माथि आउँदै ठाडो मात्र आउँछ अब त्यसो कसरी निकाल्ने यस्तै भएको भए चाहिँ ठिक हुन्थ्यो नि यस्तो यो त के गाइड देख्नु सक्नुहुन्छ तपाईँहरूले मान्छे यस्तो विधि छन् टक्कसँगले अझै आउँदैछ धेरैजना धेरै हुनुहुन्छ मोबाइल सेट गर्न आँटिरहेको छौँ त्यही पनि यहाँ भएको छैन है कस्तो हुँदो रहेछ जिनिस भाइबा यस्तो छ है हालत बाँसले पनि नभएको स्ट्यान्डले पनि अब स्ट्यान्डलाई नै अलिकति लुज भएर हो केही छैन होइन अब यसो त्यसो गरेर पनि हामी भिडियो हाल्न चाहिँ खोजेको हो अब के हुन्छ हेर्नु पर्छ आजको यस्तै हुने जस्तो छ होइन गाइड त्यही पनि हामी गर्छौँ त्यही पनि गर्नेछौँ अहिले चाहिँ उतापट्टि मान्छे हुनुहुन्छ हामी चाहिँ घर पछाडि छौँ होइन टक्कसँगले हामी क्यामेरा फिट गर्नु पर्यो नि त त्यही भएर क्यामेरा टक्क फिट गर्न आँटिरहेको छौँ यस्तो छ जिनिसले मिलाइसक्यो टक्कसँगले ठिक छ मोबाइलले त अब हामी टक्कसँगले बनाउँछौँ भिडियो भरे आउँछ फेसबुकमा हस् त हेर्नु एक्लै बसिरहेछ क्यामेरा फिट गर्दै यस्तो हुन्छन् क्रेजी फोटो क्रेजीहरू बनाइरहेछ पुकाल्दै बनाउँदै गरिरहेछ यस्तै हो म चाहिँ यहाँ घरको माथि बसेर टक्कसँगले देख्न सक्नुहुन्छ यताको नजारा चाहिँ यस्तो छ है भिमे पार्क अस्तिसम्म कोही थिएन अहिले चाहिँ हेर त यति फुल फुलेपछि
यस्तो हुँदो रहेछ देख्न सकिन्छ सबैजना अनि हामी पनि सर्ट आएको हाम्रो ओटिने बेला भइसक्यो अलिकति लाज लाग्यो भिडियो बनाउन बोल्न अलि लाग्यो त्यही भएर हामी चट्टसँगले ओर्लिन्छौँ अब सबैजनालाई जिनिस पनि लगाइसकिसक्यो म पनि लगाइसक्यो यहाँ मध्ये केटाहरू हामी दुईजना मात्रै छौँ कि त्यही भएर चट्टसँगले हामी केटा आउँछौँ एक दिन त्यो पनि भ्लग आउने छ हामी दुईजना मात्र भएर टाढोसँग हामी अब एक दुई दिन बाद हामी केटा आइहाल्छौँ त्यतिखेर चाहिँ म फुल राम्रो भिडियो देखाउने छु आज चाहिँ जस्ट ट्राई को लागि है गाइस ल त अलिक लाज पनि लाग्यो बोल्नलाई भिडियो ठिक छ अब चाहिँ हामी यहाँबाट लाग्यो टक्कसँगले जेनिस हामी पार गर के नाम लाग्ला फेरि यस्तो हालत एक दुई दिन हो हावा नआउँछ म भन्छु अब म्याक्सिमम यो 2 या 3 दिनसम्म मात्र रहन्छ यो सब हरियो हुन्छ नि के पार गरे भाइ हजुर से के पार गरे पल्सार बोल देख्न सक्नुहुन्छ जिनिसले भनेको आइमे पार गर्यो ल ठिक छ स्वाटसँगले अब हामी घर जाँदैछौँ अलिकति फोटो खिच्नलाई लाज लाग्यो होइन भिडियो सिडियो बोल्नको लागि अलिक लाज लाग्यो लाज लागेर हो क्या हामी टक्क हिँडेको अब म एक दुई दिन बाद हामी केटाहरूसँग आउँछौँ त्यो चाहिँ अलिक राम्रो भिडियो बनाउँछु
आज चाहिँ यस्तै छ भिडियो होइन हामी चाहिँ फोटोसोटो खिच्ने अरे गाइस अहिले चाहिँ हामी फर्किसकेका छौँ टक्क लाएर फर्किसकेका छौँ हामी चाहिँ अनि भीमे पार्क चाहिँ जानु हुँदैन रहेछ केटाहरू मात्र चाहिँ हामीले बुझिसकेका छौँ 2 जना कि 3 जना चाहिँ जानु नहुने रहेछ गाइस अब हाम्रो जेनिस वाइबा बोल्नु खोज्दैछ तपाईँहरूले पनि बुझिहाल्नु होला आज हामी 2 जनाको पीडा कसैले बुझ्दैनन् फोटो सुद्धो खिच्न पाइएन राम्ररी बोल्न भ्लगमा बोल्नु सुद्धो पाइएन यस्तै छ अब तपाईँहरूले चाहिँ सिनेमेटिक हेरिदिनु होला अलिअलि सानो सानो क्लिप खिचेको छु अब यस्तै छ होइन अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला जेनिस वाइबा केही बोल्दैन मोबाइल चाहिँ लान्छु र केही बोल्नु केही नभन्ने भन्नु केही नभन्ने भन्नु भीमे पार्कमा अब हामी पार्कमा नजाने अब केटाहरूसँग जाने टक्कसँगले जेन्स वाइबा चाहिँ यता उँभोबाट गइसक्यो ल जेन्स बाई ल म चाहिँ यहाँबाट एक्लै जाँदैछु ल जा ल भरे भेट्नुपर्छ अनि टक्कसँगले म एक्लै जाँदैछु यहाँ चाहिँ देख्नु सक्नुहुन्छ होइन टक्कसँगले हाम्रो बाटोहरू यस्तो छ बाटो कहाँ हिँड्ने त आइज लु सिराज हाम्रो चाहिँ अघिको खुचे भाइ भेटिसकेको छौँ यहाँ बोलाइरहेको छु दाइ भन्ने को आउँदैछ अरे हेलो गर्दै भाइ हेलो भन् गीत गाउँछ एउटा टक्क भाइ र म चाहिँ एक्लै जान अल्छी लागिरहेको थियो यो र म त अगाडि हिँड्दा यो र म चाहिँ टक्क भेट भइसकेका छौँ होइन मलाई चिन्छस् नि मेरो नाम भन्छ नामै थाहा छैन तँलाई ल ठिक छ ल टक्कसँगले हामी हाम्रो काका भेट भइसकेको छ बाटोमा टक्कसँगले काका भ्लग हो क्या भ्लग हो हेलो भन्नु न हेलो गाइस मेरो भ्लगमा केही 2 शब्द बोलिदिनु न म विनम्र अनुरोध गर्दछु हो क्या कहाँ पुगेर आउनु गएको अल्छी लाग्छ त्यस्तो पनि मान्छे छोरी केटा मान्छे हुँदैन तपाईँलाई त्यहाँ बोलाउनु पऱ्यो भनेको तपाईँ यता आइहाल्नु नि त नसिकाउनु न यहाँ भ्लगमा फेरि भरे गाह्रो पर्छ है काका ल त काका पनि गइसक्यो भाइ र म मात्र छु अहिले होइन भाइ हो कि नहुनु अनि टक्कसँगले हामी हिँड्दैछौँ गाइस भाइ कति क्लासमा पढ्छस् न 2 मा हो होइन होला के हो यतापट्टि आइज नि यतापट्टि अनि टक्क यस्तो छ हाम्रो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ यस्तो छ इक्जाम सकेर बसेको एससीको रिजल्ट अब कहिले आउँछ गाइस हाम्रो चाहिँ टक्कसँग रिजल्ट चाहिँ कस्तो निक्लिन्छ थाहा छैन लेख्नु त राम्रै लेखेको हो इक्जाम राम्रै भएको छ अनि दिनभरि यसरी नै अल्छी लाग्छ त्यही भएर टक्क युट्युब च्यानल खोलेर अलिअलि भिडियो हाल्न थालेको हो अब राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला होइन अब भाइ भन्दै त लाइक गरिदिनु होला भन्दै दादाको च्यानल अलिक च्यानलमा लाइक गरिदिनु होला भन्नु यस्तो छ होइन कस्तोसँगले यता यस्तो हरियाली छ हरियाली मौसमहरू हरियाली छ होइन टक्कसँगले अनि हामी चाहिँ चट्ट लाएर भाइ कहाँ यहाँबाट जाने हो ल बाई गरिदिनु भाइ म गएँ भन् ल जा ल भोलितिर भेट्नुपर्छ भाइ ल जेन बेलुकातिर ल त आइछु म घर पुगेपछि भेट्छु तपाईँहरूलाई अहिले चाहिँ हामी टक्क लाएर होइन टक्क घरमा आएर सुतिसकेका भन्दा नि एकछिन आराम गरेको होइन टक्कसँगले यस्तै छ भिडियो चाहिँ आज राम्रो भिडियो चाहिँ भएन होइन टक्क अनि आज चाहिँ राम्रो भिडियो गर्छु भनेर गएको थिएँ जानु चाहिँ तर यस्तै भयो वहाँ पुग्ने बित्तिकै लाज लागिगयो क्या नबोल्नु पाइयो लाज लागेर बोल्न पनि पाइएन होइन भिडियो गर्न त्यो सानो क्लिपहरू सिनेमेटिक क्लिपहरू चाहिँ माथि रुखमाथि चढेर हल्का खिचेको छ त्यही हो अनि
दुईजना केटाहरू एकजना कि दुईजना चाहिँ जानु नहुने रहेछ गाइस होइन लाजै लाग्दो रहेछ क्या लाजै ओभरै लाज लाग्दो रहेछ क्या न केही गर्नु न फोटो खिच्न पाइन्छ न भिडियो गर्नु पाइन्छ न भिडियोमा बोल्न पाइन्छ होइन अब गइयो भने कि ग्रुपै 4-5जना गयो होइन त्यस्तै गरी जानुपर्ने रहेछ मान्छे चाहिँ धेरै हुँदो रहेछ गाई चाहिँ आक्कै गर्दो रहेछ अनि अब त्यस्तै हो गाई चाहिँ होइन आज पनि राम्रो भ्लग चाहिँ हुन सकेन त्यसको लागि म माफी माग्छु होइन त्यही हो अब मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला सबैजनालाई होइन अनि अब आज चाहिँ शनिबार भएर हामी कम्प्युटर क्लास पनि पढ्दैछौँ अनि आज चाहिँ शनिबार भएर बिदा थियो नि त आज चाहिँ त्यही भएर हामी चाहिँ घरमै बसेर चक्क सुतेर होइन चट्ट पार्क घुम्न गएको पार्क घुम्न लाज लाग्यो बोल्नै लाज लाग्यो गाइस भ्लग गर्छु भनेर आज भ्लग गर्छु भनेर गएको लाज लाग्यो यस्तै हो अब यति नै हो आजको भिडियो चाहिँ होइन यस्तै हो अब म तपाईँहरूलाई म एक दिन कम्प्युटर क्लास पढ्न गएको पनि भ्लग गर्छु ल त गाइस मेरो चाहिँ भतिज आइसकेको छ हेलो भन् भतिज बोल्दैन अहिले भतिज डुमुन उफर भन्दैछ अनि यस्तै हो अब कुनै दिन टक्कसँगले राम्रो केटाहरूसँग गएर चट्ट राम्रो फोटो सुत्तो खिच्न पाइएन गाई चाहिँ लाजले क्या त्यस्तो मान्छे थियो त्यो पनि एकजना छोरा मान्छे पनि थिएन दिनेश र म मात्र अनि सबै छोरी मान्छे मात्र थियो त्यही भएर हामीले फोटो पनि खिचेन राम्रोसँगले आफूले भने जस्तो यहाँबाट घरबाट यो चाहिँ गर्छु भने जस्तो चाहिँ गर्न पाइएन त्यही हो अब राम्रो भ्लग बनाउनु पाइएन यस्तै छ गाइस अब सबैजनाले माया गरिदिनु होला होइन लाइक कमेन्ट सब्सक्राइब चाहिँ नबिर्सिकन गरिदिनु होला हस्त नमस्कार आजको भिडियोबाट बाई बाई